जो आज आर्य समाज जुन प्रकार को हाम्रो सनातन हिन्दूहरुको यताउति दायाँ बायाँ होने जो भड्किरहेका हिन्दूहरुलाई एकत्रित गरेर जो हिन्दू सनातन बचाउने वेदलाई बचाउने कार्य गर्नुभयो। लगभग देवी को पूजा भयो। अब नवदुर्गा भवानी पूजा को पश्चात दुई चार शब्द हाम्रा लक्ष्मण जी आज का मुख्य यजमान लक्ष्मण पंचजीले अब दुई शब्द राख्नुहुनेछ। तत्पश्चात गुरुजी को मुखारविन्दबाट आशीर्वचन र आज को मण्डप प्रवेश को विषय वहाँले 10 मिनट हामीलाई प्रणालीले जति समय दिनुहुन्छ उहाँको इच्छाले हुन्छ त्यो समय हामी वन्दन दिने छैनौँ। उहाँको यो आशीर्वचन पश्चात हामी प्रसाद ग्रहण गर्नेछौँ। तत्पश्चात आज सायंकालीनको भजन कीर्तन पनि रहनेछ। हजुरको सायंकालीन भजनमा सबैजना उपस्थित हुनुको लागि निवेदन गर्दछौँ र भोलिदेखिको नृत्य कार्यक्रम चल्नेछ। आज अहिले के आशीर्वचन को पश्चात प्रसाद बोले गणेश जी महाराज की, प्रेम से बोले जगदम्बा भवानी की। माँ का दरबार सज चुका है। अपने गुरुजी डॉक्टर देवऋषि शरद ढकाल जी मंच पर विराजमान है और आज से लेकर 7 अप्रैल तक